घमण्डी हात्ती र कमिलाको पाठ। के तिमीहरूले कहिले सोचेका छौ एउटा सानो कमिलाले ठूलो हात्तीलाई कसरी पाठ सिकाउन सक्छ? आज हामी एउटा यस्तै कथा हेर्नेछौँ। एक समयको कुरा हो, एउटा जङ्गलमा एउटा ठूलो हात्ती बस्थ्यो। ऊ आफ्नो शक्तिमा धेरै घमण्ड गर्थ्यो र सधैँ अरूलाई हेप्थ्यो। उसले साना कमिलाहरूलाई देख्यो र गिज्याउँदै भन्यो, तिमीहरू कति कमजोर छौ। म जस्तो बलियो कोही छैन। कमिलाहरू चुपचाप रहे, तर उनीहरूले हात्तीलाई पाठ सिकाउने निर्णय गरे। कमिलाहरूले मिलेर एउटा योजना बनाए। उनीहरू हात्तीको नजिक गए र उसको सुनमा पसे। त्यहाँ पुगेर उनीहरूले टोक्न थाले। हात्ती पीडाले चिच्यायो र उफ्रन थाल्यो। उसले आफ्नो गल्ती महसुस गर्यो। हात्तीले कमिलाहरूसँग माफी माग्यो र फेरि कहिले कसैलाई नहेप्ने वाचा गर्यो। कमिलाहरूले पनि उसलाई माफ गरिदिए। त्यसपछि हात्ती र कमिलाहरू मिल्ने साथी बने। सानो भए पनि एकतामा शक्ति हुन्छ भन्ने कुरा हात्तीले बुझ्यो। अब तिमीहरू पनि यो भिडियोलाई लाइक र शेयर गर। अनि कमेन्टमा बताऊ तिमीलाई यो कथा कस्तो लाग्यो। यस्तै रमाइला भिडियो हेर्नको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु है।